गाइस हामी चाहिँ अब टेम्पल घुम्न जाने हो। म तपाईँहरूलाई देखाउने छ टेम्पल घुमेको हेर्नु सक्छ होला। रेडी सेडी भएर बसिरहेको छ हामी नि। राति नै हो। हामी चाहिँ फाइनली यहाँ पसिसकेछ हेर्नु सक्छ होला। फाइनली आइसकेछ। म चाहिँ सानो भिडियो बनाउँदैछु। ब्लगको लागि लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। हामीहरू चाहिँ सबैजना आएको छ आज घुम्नुको। यहाँ त पनि आएको छ हेर्नु सक्छ होला। राम लक्ष्मण सीता हनुमान सबको अब चाहिँ यहाँबाट हामी इन्ट्री गर्ने छ। इन्ट्री गर्नुको लागि जाँदैछ। यहाँबाट चाहिँ सबैजना हामी 4 जना घुम्न आएको छ हेर्नु सक्छ होला। हाम्रो कालिम्पोङको दाजुहरू हो घुम्नुको लागि आएको छ। जाने हो भित्र। यो नारायणको अवतार हो जो महाभारतमा देखाएको थियो हौ त्यही अवतारको आज ओपनिङ हो हेर्नु सक्छ होला सबले। यो ओपनिङ गेट हो हेर्नु सक्छ होला। हामी भित्र जाँदैछ ओपनिङ गेट। हामी चाहिँ भित्र जाँदैछ। भाइहरू अगाडि अगाडि छ। हामी चाहिँ पछाडि छ। भाइहरू यहाँ अगाडि अगाडि गएको छ हेर्नु सक्छ होला। तिलक लगाएर यहाँ कतिवटा अवतारको हाम्रो नारायण भगवानको कतिवटा अवतारको कहानीहरू सबै यहाँ गरेको छ हेर्नु सक्छ होला। ठुलो एकदम पुरा ठुलो गरेको छ। यो फसेटी पाउँछ हाम्रो मत्स्य अवतार हेर्नु सक्छ होला। नारायण भगवानको मत्स्य अवतार। यहाँनिर चाहिँ सोल्टिनीले हात यसो ढोकेर बसिरहेछ। सोल्टिनी ज्यूले सोल्टिनीले हेर्नु सक्छ होला। कुर्म अवतारको हो यो। कुर्म अवतार छ। गोबर फुटिरहेछ। अन्त यहाँ हाम्रो आउँदैछ ब्र अवतार आएको हो। जतिखेर राक्षसले पृथ्वीलाई समुद्रमा हाल्दाखेरि बचाएको हो ब्र अवतारले। अन्त त्यसको अर्थ हाम्रो आउँदैछ नरसिंह अवतार हो यो। जो एउटा राक्षसलाई नङले चिरेर मारेको नरसिंह अवतार। अन्त त्यसको बाद आउँछ हाम्रो यो वामन अवतार हो जो मैले यसको पहिले हैदराबादमा भिडियो बनाएको थिएँ वामन अवतारको यो हो। भिडियो बनाउँदै हिँडिरहेको छ। परशुराम अवतार हो। अन्त परशुराम अवतार हो। त्यसको बाद यो हाम्रो आराध्य प्रभु श्री राम हो। यो रामको अवतार हो। त्यसको बाद यहाँ आउँछ हाम्रो बलराम। बलरामको अवतार हो यो चाहिँ प्रभु नारायणको। चारैपट्टि खुसाली मात्रै सजिरहेको छ। आज ठुलो पूजा हो त्यही लागि। अन्त हाम्रो आखिरीमा आउँछ हाम्रो नटखट कृष्ण भगवान। कृष्ण नटखट हाम्रो अवतार हो। त्यसको बाद चाहिँ हाम्रो यहाँ ठुलो पूजा छ। यहाँ देखाउने छ। म चाहिँ तपाईँहरूलाई देखाउने छ। सबै भगवानको अवतार देखाइसक्यो। अब रुद्र रूपको अवतार देखाउने छ तपाईँहरूलाई। नारायणको कस्तो छ ठुलो रूप। त्यता पनि फुटिरहेको छ हेर्नु सक्छ होला। आजको दिन सकेको मात्रै थिएँ। अन्त यहाँबाट चाहिँ हाम्रो इन्ट्री छ। पसोस् पनि यहाँबाट देखाऊँ न। यहाँबाट चाहिँ पस्ने हो। यहाँ चाहिँ पूजा चलिरहेको छ हेर्नु सक्छ होला सबैले। पूजा चल्दैछ कति ठुलो। यो नारायणको ठुलो मूर्तिको आज पूजा हो। उद्घाटन हुँदैछ। ठुलै पूजा हुँदैछ। फाइनली भित्र पसिसकेछ हेर्नु सक्छ होला कत्रो ठुलो छ। कृष्णको मूर्ति जो महाभारतमा देखाएको थियो अर्जुनलाई यो रुद्र अवतारको हेर्नु सक्छ होला। म पनि हल्का राति भिडियो बनाउँदै हिँड्दैछु। सानो भ्लग हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो भिडियोको पनि। टी सर्ट खोलेर जाँदैछ। टी सर्ट एलाउड छैन त्यसलाई नि नाङ्गे ढाडै जाँदैछ। हामी चाहिँ मजाले सजाएको छ आज उद्घाटनको दिनमा चाहिँ।
पुरा मजाले सजाइरहेछ। सक्छ होला कमल फुल हल्लिरहेछ, आँखा पनि झिमिक गरिरहेछ। नारियलले कति दामी बनाएको छ। सबैले दर्शन गर्नु होला कृष्णको। यो यत्रो ठुलो दर्शन गर्नु पनि किस्मत हुनुपर्छ मान्छेको। जो मेरो किस्मतमा छ र आज यत्रो ठुलो दर्शन गर्नु पाउँदैछु कृष्णको रुद्र रूपको, जो महाभारतको। अब यो भिडियो गरेर चाहिँ हामी घरतिर जाने हो, सबैजना हेर्न सक्छ होला। हामी चाहिँ अब घरतिर फर्केको, सबलाई बाई बाई घर गएको घरतिर जाँदैछ। हामी चाहिँ सबलाई बाई बाई घुमिसक्यो। हामी चाहिँ सबै टेम्पलहरू